यो स्थितिलाई म यहाँबाट घिसारेर लिएर जान्छु यहाँबाट। प्रहरीहरूलाई घिसार्छु भन्नेहरूले पनि बडा मिठो कुरा गरेर चाहिँ यहाँ सुन्न पाइयो। घिसार्छु भन्ने किसिमको कुन किसिमको पाषाण युगिन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ कि भन्ने चिन्ता गरिराखेकै बिचमा बडा दुधले नुहाएका कुरा सुनिन्छ। यस्ता किसिमको विरोधाभासपूर्ण कुराले हामीलाई खासै कहीँ पुर्याउन्न भन्ने यो भन्नै पर्ने भएर मैले यति निवेदन गरेँ। हामी प्रहरी मात्रै होइन, यो कित्ताका हामी मुलुकी प्रतिपक्ष पनि होइन। यस्तो विषयवस्तु चाहिँ अत्यन्त महत्त्वपूर्ण हो, तर उठान कताको गयो जस्तो लाग्यो। यसले मैले सुरुमै निवेदन गरेका थिएँ, चुनाव त फेरि अर्को वर्ष पनि हुनुपर्छ। अब 11th आवरमा डिसिजन हुँदाखेरि त्यसैले कसैले गर्दै हुन्थ्यो भने हो। यसो लाग्छ कहिलेकाहीँ त यहाँ काम गर्नभन्दा सजिलो क्रान्ति गर्न छ। र हजुर होइन, अहिले हेर्दाखेरि बोल्न पनि सजिलै छ, आरोप लाउन त सजिलै छ। नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रममा आजका दिनमा माननीयदेखि दयनीयसम्मका उहाँका विरुद्ध बनाएर विभिन्न किसिमको उजुरीहरू हाल्छन्। आचारका, विचारका, व्यभिचारका, ठगीका, वैदेशिक रोजगारमा पठाउँदाखेरि चाहिँ लुटिएका निवेदनहरू पनि छन्। तर त्यसको प्रारम्भिक अनुसन्धान गरेर अहिले अपनाइआएको मिक्स्ड इन्भेस्टिगेटिभ सिस्टमले हामीले अलि सुन्ने र त्यसपछि मात्रै थुन्ने भन्छौँ। पहिला जस्तो च्याप्पै चाहिँ समातिहाल्ने छैन। त्यो छ स्थिति। किनभने पहिलाको सिस्टम एडभर्सरियल थियो, त्यस कारणले च्याप्पै समात्ने र सुन्ने किन भन्ने प्रिन्सिपलै त्यस्तो। अहिले चाहिँ सुन्ने र थुन्ने छ, किनभने हामीले अलिकति मिक्स्ड सिस्टम पनि अपनायौँ। अब यो यस्तो सबैका आरोप अहिले मैले पेटाएर खोलिदिएँ भने बस्न त कोही सकिन्न जस्तो लाग्छ। मलाई पनि थाहा छ साइबर ब्युरोमा कति अनुसन्धान गर्नुपर्ने विषय छन्, सिआइबीमा कति छन्,